हेलो 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 साथीहरू सबैलाई हेलो नमस्ते गुड मर्निङ। तपाईँहरूतिरको मौसम चाहिँ कस्तो छ? यता नुवाकोटको यो बाटो नुवाकोटमा चाहिँ पुरै झरी परिरहेको छ, पानी भरिरहेको छ। 3 दिन भयो मौसम बादल लागेको र हिजो अलिकति घाम लाग्ने जस्तो देखिएको थियो र अस्ति चाहिँ पानी परेको थियो। आज पनि बिहानैबाट पानी पर्न सुरु भएको छ। आज मलाई चाहिँ के लागिरहेछ भने नुवाकोटमा यो धान काट्ने सिजन हो ठ्याक्कै। र केही दिन अगाडि 3 दिन अगाडिदेखि यो मौसम यस्तो हुँदाखेरि चाहिँ यो काटेर सुकाउनको लागि खेतभरि फिजाएर राखेको धानहरू चाहिँ बिजोग भइसकेको छ। साथीले भनेको अनुसार चाहिँ यो धान चाहिँ अब खानको लागि त्यति नमिल्ने हुनसक्छ, नमिठो हुनसक्छ अथवा यहीँ कुहिँदै जान्छ। 3 दिन भइसक्यो यो पानीले भिजेको। अब त्यति चामल त्यति चाहिँ राम्रो हुँदैन भन्ने कुराहरू साथीहरूले गर्दै हुनुहुन्छ। यतैतिरको साथीहरूले अब कतिको हो होइन, अब 3 दिन भिजेपछि काटेर राखेको धान 3 दिन भिजेपछि अब त्यो धान चुट्न, धानबाट अब चामल निकाल्ने बेलासम्म त पक्कै पनि त्यो बिग्रेकै हुन्छ होला। अब किसानको लागि चाहिँ यस्तो नभइदिएको भए हुन्थ्यो। किसानले वर्षभरि दुःख गरेर यो अन्न भित्र्याउने बेला छ, यो धान भित्र्याउने बेला मङ्सिर अथवा कार्तिक मङ्सिरतिर मानो रोपेर मुरी फलाउने किसानको त्यो जुन सपना हुन्थ्यो त्यो सपना चाहिँ यो झरीले चकनाचुर बनाइदिएको छ। एक दिन मात्रै पानी परेर अर्को दिन घाम लागेको भए खासै धेरै ठुलो समस्या हुँदैन थियो। र आजको बिहानदेखिको यो मौसमलाई हेर्दाखेरि चाहिँ अझ झन् बढ्ने जस्तो देखिएको छ। अब कसरी जोगाउने त्यसलाई छोप्न पनि सकिँदैन, एकै ठाउँमा थुपारेर राखेर छोप्न पनि मिल्दैन अरे। त्यो भएको भएर अब सकेसम्म चाँडै यो मौसम खुलोस्, किसानहरूले चाहिँ आफ्नो जुन परिश्रम छ त्यसलाई चाहिँ समयमै सङ्कलन गर्न सकोस्, समयमै भकारीसम्म पुर्याउन सकोस् भन्ने चाहन्छु।